अहिले नेपाल प्रिमियर लिग चलिरहेको छ। स्टेडियम भित्र क्राउड, बाउन्ड्री, छक्का, विकेट सबैजना फुल इनर्जीमा छ। तर यो सबैभन्दा मध्ये एउटा स्पेशल क्यारेक्टर यस्तो छ जसले म्याचको भाइब नै बढाएर राखिरहेको छ। बल र ब्याटको रमरमी बीचबाट अचानक एउटा राइनो आउँछ अनि पुरा स्टेडियमको ध्यान एकैचोटी त्योतिर घुम्छ। मान्छेहरू क्यामेरा निकाल्छन्, भिडियो रेकर्ड गर्छन् अनि त्यो क्लिप सेकेन्डमै सोशल मिडियामा भाइरल हुन्छ। जुन गैंडा डान्स गर्छ, पोज दिन्छ, क्राउडसँग इन्टरेक्ट गर्छ अनि सबैले भन्छ क्रिकेट म्याच भइराख्दा मान्छेहरूको ध्यान क्रिकेटमा भन्दा गैंडातिर नै धेरै हुन्छ। फेसबुक, टिकटक रिल्स, युट्युब जता हेरे पनि त्यही क्यारेक्टर मात्र छ। उसको भिडियोको कमेन्टमा मान्छेहरूले लेख्ने गर्छन्, मिस्टर गैंडा इज अलवेज टप। मिस्टर गैंडाको डान्स हेर्नको लागि भने नि जानुपर्छ जस्तो छ। क्रिकेट हेर्नु भन्दा त गैंडाको डान्स हेरेर बसौँ होला है, बबाल दामी छ भन्दै स्टेडियम छिर्न थालिसकेका छन्। आखिर को हुन् त उनी? अहिलेसम्म आइडेन्टिटी थाहा छैन, रिभिल पनि भएको छैन। तर एउटा कुरा चाहिँ पक्का हो, उनी यो नेपाल प्रिमियर लिगमा इनर्जी, फन र ह्याप्पिनेसको नयाँ लेभल ल्याइसकेका छन्। क्रिकेटको बीचमा पनि एउटा फेस्टिभल जस्तै माहौल सिर्जना गरेका छन्। हो, उनी बल ब्याट समातेका प्लेयर त होइनन्, तर यो टुर्नामेन्टको सबैभन्दा भाइरल पर्फर्मर चाहिँ उनी नै हो। अनि सायद यही हो असली पावर, क्राउड हँसाउने, मन जित्ने अनि नेपालको क्रिकेटमा एक नयाँ यादगार पहिचान बनाउने। यो राइनो होइन, यो त नेपाल प्रिमियर लिगको इमोसन हो।